गठबन्धनको कुरा उठ्यो र राजनीतिशास्त्रमा त्यस्तो एउटा शब्द मैले भेटाएको छैन, गठबन्धन तन्त्र। र अब त्यसको विषयमा छलफल पनि पछि चल्नेछ, त्यो पछि हामी छलफल गर्नेछौँ। साथसाथै नेपालमा बहुदलीय व्यवस्था स्थापना भएको 32 वर्ष भयो र गणतन्त्रको 2 दशकमा छौँ र आज यसरी उभिएर बोलिरहँदा हाम्रो देशका किसानहरू रासायनिक मल पाइरहेका छैनन्। रासायनिक मलको हाहाकार छ। संघीय सरकार कता छ, प्रदेश सरकार र प्रदेश कृषि मन्त्री कता हुनुहुन्छ, किसानहरू सोधिरहेका छन्। र 10औं पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको छ र फेरि पनि 180 पुर्याइएको पेट्रोलियम पदार्थको मूल्य 200 भन्दा पनि अझ बढ्ता पुर्याउन यो सरकार तयारी गर्दैछ भन्ने हामी सुन्दैछौँ। अनि यो जनताको सरकार हो कि कसको सरकार हो, दलालहरूको सरकार हो कि, यो प्रश्न पनि जनता बीच उठिरहेको छ। र ग्यासको मूल्य भान्सामा जुन हामीलाई चाहिन्छ त्यो ग्यासको मूल्य 1600 बाट 1800 र अब 2000 कति पुर्याइने हो त्यो पनि ठेगान छैन। अनि यो सरकारले जनताको पक्षमा मूल्य वृद्धि गर्दैछ कि कसको पक्षमा? यो व्यापारीहरू काला बजारियाहरूको सरकार हो कि कसको सरकार हो? यो प्रश्न पनि जनताको प्रश्न हो र प्रदेश सरकार समक्ष पनि सभामुख मार्फत म सोध्न चाहन्छु। साथसाथै श्रीलङ्कामा हामीले सुन्यौं कागजको हाहाकार र परीक्षा रद्द, र हाम्रो देशमा पनि अहिले हाम्रो देशका बालबालिकाहरू, हाम्रा विद्यार्थीहरू पाठ्य पुस्तक पाइरहेका छैनन्। जेठको 1 गतेबाट शैक्षिक सत्र सुरु भयो र तिनीहरू अहिले कक्षा कोठामा छन् तर पाठ्य पुस्तक बिना। अनि यो देशमा शिक्षा मन्त्री छ, यो देशमा प्रदेश सरकार छ, यो देशमा संघीय सरकार छ, एउटा बालकले पनि पत्याउन गाह्रो छ। होइन भने पाठ्य पुस्तक उपलब्ध गरेर देखाऊ। 35 लाख भन्दा विद्यार्थीहरू बढ्ता विद्यार्थीहरू अहिले पाठ्य पुस्तक विहीन अवस्थामा छन् र असारमा पनि पाठ्य पुस्तक दिन सक्दैनौ भनेर अहिले सरकार भन्दैछ। निर्लज्जताको पराकाष्ठा हो। र यो कुनै दल विशेषको कुरा गरिरहेका छैनौं, हाम्रा लाला बालाहरू, हाम्रा विद्यार्थीहरूको कुरा गरिरहेका छौं, हाम्रो साझा भान्साको कुरा गरिरहेका छौं, हाम्रो गाडीको कुरा गरिरहेका छौं, हाम्रो आवत जावतको कुरा गरिरहेका छौं। के सरकार भएको देशमा यति साह्रो कालो बजारी, महँगी र यति साह्रो हाहाकार र पाठ्य पुस्तक कागजको अभाव, रासायनिक मलको अभाव असार आउँदैछ। खेतीपातीको समय छ, रोपाईको समय छ, अनि रासायनिक मल दिन नसक्ने अनि ठूला कुरा गरेर हुन्छ, शुभकामनाका कुराहरू गरेर हुन्छ। कसलाई कसरी हामीले विश्वास दिने? र 4 वर्ष हामीले प्रदेश पनि हेर्यौं, प्रदेश कसले चलायौं, हामीले देख्यौं 4 महिना बाँकी छ। 4 वर्ष गर्न नसक्नेले अब बाँकी यो 4 महिनामा गर्ला भनेर हामीले कुन आधारमा विश्वास गर्ने? 4 महिना बाँकी छ। अब यो अन्तिम परीक्षा मात्र पनि होइन, अब जनताले कसलाई कसरी सजाय दिने हो अब ठेगान छैन। आफ्नो भागमा त भोलि पर्ला नै, यहाँ चुनावको संघारमा छौं भनेर त कुरा उठिसकेको छ। हाम्रो छिमेकी देश भारतले गहुँको निर्यात नेपालमा अब गहुँ पठाउन सक्दैनौ भनेर उले हात उठाइसकेको अवस्था छ। केही दिन अगाडि यदि त्यो सूचना साँचो हो भने अब नेपाललाई चिनी उपलब्ध गराउन सक्दैनौ भनिसकेको अवस्था छ। अब खाद्यान्नको हाहाकार हुने स्थिति छ। आर्थिक टाटपल्टाइको स्थितिबाट देश गुज्रिने सम्भावना प्रबल छ। श्रीलङ्का दोस्रो हामी श्रीलङ्का बन्ने सम्भावना पनि त्यतिकै छ। अनि श्रीलङ्कामा घर-घरमा शासक दलका नेताहरूको घरहरू जलाइएको र घर-घरबाट नेताहरू लखेटिएको, मन्त्रीहरू लखेटिएको हामीले भिजुअलहरू देखिरहेका छौं। यो देशमा प्रधानमन्त्री त्यसरी लखेटिन नपरोस्, यो देशका प्रधानमन्त्री र मुख्यमन्त्रीहरू त्यसरी तिनीहरूको घरहरू जलेको हामीले देख्न नपरोस्, हाम्रो शुभकामना त्यो अर्थमा छ। त्यसकारण यो हामी दल विशेषको कुरा गरिरहेका छैनौं, जनताको कुरा गरिरहेका छौं, देशको कुरा गरिरहेका छौं। समयमै बिउजौं भन्ने हाम्रो अनुरोध छ। र चुनाव वैशाख 30 को चुनाव हामीले देखिसक्यौं। इतिहासमा सबैभन्दा बढी पैसाको खेलो शक्तिको दुरुपयोग अहिले भयो, त्यो हामी देखिरहेका छौं। यो प्रजातन्त्र होइन र यो गठबन्धनको नाउँमा जुन अनैतिक, गैर राजनीतिक र गैर प्रजातान्त्रिक र अगणतान्त्रिक जुन गतिविधिहरू भए त्यो भर्त्सना योग्य छ, त्यो विरोध योग्य छ। जो प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रमा विश्वास गर्छन् तिनीहरूले यो खालको अनैतिकता, गैर प्रजातान्त्रिक र असंवैधानिक गतिविधिहरू स्वीकार्य कसैको निम्ति पनि हुँदैन। यतातर्फ हरेक लोकतन्त्र, गणतन्त्रको पक्षमा उभिनेहरू
हिजो शहादत प्राप्त गर्ने शहीदहरूलाई तिनीहरूको रगतलाई साक्षी राखेर बोलौं के यो नैतिक अनैतिकता स्वीकार्य छ? के यसरी धन दौलतको आधारमा वडा सदस्य जित्नको निम्ति 10 लाख, मेयर जित्नको निम्ति 10 करोड र करोडौं करोडको खेल हाम्रो निम्ति स्वीकार्य छ? यी सारा चित्रहरू अगाडि राखेर हामी सबैले सोचौं, हामी राजनीतिक वातावरणका, हामी राजनीतिक पृष्ठभूमिका हौं भने यतातर्फ सोच्न आवश्यक छ। अन्तिममा एक क्षण म यहाँहरु समक्ष राख्न चाहन्छु, अन्तिममा केही शब्दहरू राखेर म बिदा हुन्छु। सरकार 10औं अधिवेशनका निम्ति काठमाडौँदेखि ल्याएको अलिकति शुभकामना बाटोभरिका खाल्डा खुल्दीमा बल्ड्याङ खाँदा कहीं कतै छुट्यो। सरकार यो अन्तिम अधिवेशनका निम्ति काठमाडौँदेखि ल्याएको अलिकति शुभकामना भीमफेदीको बगरै बगर हिँड्दा कतै उतै छुट्यो। सरकार शुभकामना तिमीले नपाउनुमा मेरो के दोष? सरकार शुभकामनाको भागीदार तिमी नबन्नुमा मेरो के दोष? धन्यवाद।